हप्ता चाहिँ हाम्रो बच्चाहरूको डे केयरमा चाहिँ प्लान्ट विक होइन प्लान्ट सेन्चर एकदम एक्साइटेड भएर कहिले के को मैले आज यस्तो यस्तो के भन्छ बिरुवा रोपेर आएँ भनेर सिकाउँथेँ मलाई जिस्काउँथेँ घरमा मलाई पनि के चाहिएर मैले पनि सानो यस्तो यो भाजे भन्छ उसमा चाहिँ अब नेपालीमा पनि के भन्छ यस्तो बाट चाहिँ मैले ठुलोमा राखेँ। यो चाहिँ हाम्रो स्पेसल प्लान्ट हो होइन। यो चाहिँ मैले टेमुबाट किनेको टेमु हो कि सिन हो कहाँबाट यो ठुलो प्लान्टबाट चाहिँ त्यसको बिहाबाट चाहिँ सानो त्यो हुन्छ नि यो बिरुवा पलाएर अनि यसलाई पनि मैले सानो अर्कोमा राखेँ। अनि मेरो छोराले चाहिँ मकै रोप्यो अनि यो चाहिँ डल्ले खुर्सानी मेरो भाउजूले नेपालबाट पठाइदिनु भएको। अनि त्यसपछि मैले यसलाई चाहिँ के भन्छ यत्तिकै हुन्छ कि हुँदैन भनेर के भन्छ यत्तिकै रोपिदिएको थिएँ उसमा यो फुलको बाजेमा। त्यस पछाडि उम्रियो अनि त्यही भएर मैले यसमा राखेँ यस्तो माया। अनि मेरो छोरीले चाहिँ यसमा केराउ रोपेछ अनि त्यसमा चाहिँ मैले धनियाँ पनि हाल्दैछु अब लेप्ची है त अवगत गराउँदै गर्छु है त हुन्छ कि हुँदैन। बच्चाहरू त्यता खेल्दा कहिले काहीँ चाहिँ बच्चाहरूसँग यसरी प्लान्ट रोप्दाखेरि छिट्टै रमाइलो हुन्छ उनीहरूलाई एकदम खुसी लाग्छ। कसैको चाहिँ अब यो माटो किनेर ल्याउँदाखेरि माटोको एलर्जी हुनसक्छ त्यही भएर ग्लोभ लगाएर गर्नु होला। मैले चाहिँ बच्चाहरूलाई त ग्लोभ लगाएर गरेँ थिएँ मैले नि त्यसरी नै गरेँ। प्लस कहिले काहीँ चाहिँ अब मलाई त पच्छ म त माटोमा हुर्केर आएको तर मलाई त्यस्तो मनपर्छ। मेरो औषधी त बेस्ट भइहाल्यो दुइटा तिनवटा त्यो अझ कत्रो ठुलो भएको छ कस्तो माया लाग्छ त्योसँग भरेर आएको छ अरे। त्यहाँ पनि दुइटा छ मनी प्लान्ट त मैले काटेर अलिक फेरि सानो बनाएको यो त मेरो हाम्रो अपार्टमेन्ट पुरै पुग्ने गरी यस्तो हुर्केर आउँछ कि